एउटा सुन्दर पहाडी गाउँ थियो जहाँ हरि नामको एउटा सोझो र इमान्दार किसान बस्थ्यो। हरिको घरको आँगनमा एउटा विशाल र पुरानो आँपको रुख थियो। हरेक वर्ष त्यो रुख लटरम्म पाक्ने गर्थ्यो। हरिका साना छोराछोरी आँगनमा खसेका मीठा र रसिला आँप टिप्दै खुसीले रमाउँथे। त्यो रुख हरिको परिवारको लागि केवल एउटा बोट मात्र थिएन, बरु उनीहरूको खुशी र जीवनको एउटा महत्त्वपूर्ण हिस्सा थियो। तर हरिको छिमेकी श्याम भने निकै लोभी र ईर्ष्यालु स्वभावको थियो। उसलाई हरिको रुखमा फलेका आँप देख्दा निकै डाहा हुन्थ्यो। ऊ जहिले पनि झ्यालबाट हेर्दै गनगन गर्थ्यो। श्याम जहिले पनि हरिसँग निहुँ खोज्ने र झगडा गर्ने मौका मात्रै कुरेर बस्थ्यो। यो रुखको आधा आँगा त मेरो आँगनतिर ढल्केको छ, त्यसैले आधा फल मेरो हुनुपर्छ। हरि निकै शान्त स्वभावको थियो। उसले नम्र हुँदै भन्यो, श्याम दाई, फलका लागि झगडा नगरौँ। तपाईलाई जति चाहिन्छ त्यति आँप लैजानुहोस्। हरिले मायाले एक डोको आँप दियो, तर लोभी श्यामको मन त्यसले पनि भरिएन। उसलाई लाग्यो कि हरिले उसलाई होच्याएको हो। रिसले चूर भएको श्यामले मनमनै एउटा डरलाग्दो र घातक योजना बनाउन थाल्यो। एक रात जब सारा गाउँ निद्रामा थियो, श्यामले लुकेर आँपको रुखको जरामा विष हालिदियो। केही दिनमै त्यो हरियो रुख सुक्न थाल्यो। तर त्यही समयमा गाउँमा एउटा भयानक आँधीबेहरी आयो। मुसलधारे पानीसँगै चलेको हुरीले श्यामको कच्ची घर भत्काउनै लाग्यो। श्याम डराएर चिच्याउन थाल्यो, बचाओ, बचाओ! तर उसको पुकार सुन्ने र सहयोग गर्ने त्यहाँ कोही थिएन। ठूलो आवाजका साथ रुखको एउटा हाँगा भाँचियो। तर अनौठो कुरा, त्यही सुकेको बलियो हाँगाले श्यामको घरको छतलाई थिचिन्नबाट जोगायो। यदि त्यो रुख नभएको भए श्यामको घर पुरै नष्ट हुने थियो। हुरी थामिएपछि श्यामलाई आफ्नो ठूलो गल्ती महसुस भयो। ऊ रुँदै हरिको पाउमा पर्यो र भन्यो, मलाई माफ गर हरि, मैले तिम्रो रुख मार्न खोजेँ, तर त्यही रुखले आज मेरो ज्यान जोगायो। समय बित्दै गयो। हरि र श्याम मिलेर पुरानो सुकेको रुख हटाए र त्यही ठाउँमा एउटा नयाँ बिरुवा रोपे। अब उनीहरू छिमेकी मात्र होइन, असल साथी बनेका थिए। त्यसैले साथीहरू, यो कुरा सधैँ याद राख्नुहोस्, अरूको कुभलो सोच्नेको कहिल्यै भलो हुँदैन। मिलिजुली बस्नु र प्रकृतिलाई माया गर्नु नै जीवनको असली सुख हो।